सक्ने सूचीको पहिलो नम्बरमा अर्थमन्त्री स्वर्णिम वाग्लेले आफ्नो नाम लेखाउन सफल भएका छन्। बालेन सरकारका मन्त्री मध्ये सबैभन्दा आशा गरिएका मन्त्री हुन् वाग्ले। आफूलाई नेपालकै नम्बर 1 विज्ञ ठान्ने र बीच-बीचमा अंग्रेजी घुसाउने वाग्लेले अर्थ मन्त्रालयको बागडोर सम्हालेदेखि मुलुकको अर्थतन्त्रमा सुधार आउनु त परै जाओस् झनै नकारात्मक रेखा देखिन थालेका छन्। वाग्लेले सुटुक्क करका दर हेरफेर गर्नेदेखि नाकाबाट सुटुक्क गाडी भित्राएको काण्डमा मुछिएका छन्, तर उनले अहिलेसम्म काम देखाउन सकेका छैनन्। त्यस्तै काम कम फण्डा बढी मचाउने दोस्रो नम्बरमा छन् भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल। ठेकेदारको खुट्टा भाँचिदिनु भन्दै स्थानीयलाई उचाल्ने मन्त्री लम्सालले आफूले अहिलेसम्म सिन्को भाँच्न सकेका छैनन्। उल्टै बैतडी घुम्न पुगेका उनलाई सामान्य रुगा लाग्दा सेनाको हेलिकप्टर चढेर काठमाडौँ पुगेपछि चर्को आलोचना भइरहेको छ। त्यस्तै बेकामे मन्त्रीको तेस्रो सूचीमा छन् गृहमन्त्री सुधन गुरुङ। विगतमा मलाई नेता बन्नु छैन भन्दै धुरु धुरु रुने यो संविधान फालिदिन कि राखम भन्दै मन्त्रीको गाडीदेखि तलब सुविधा कटौती गरौं, बेकाममा किन ट्याट्या र टुटु भन्दै फण्डा मचाउने सुधन गुरुङ बिचौलिया दीपक भट्टसँग आर्थिक लेनदेन देखिएपछि मन्त्री पदबाट राजीनामा दिनु पर्यो। तर सुनपानी छर्केर पुनः गृहमन्त्री बनाइएका उनले हात हालेको एउटा काम पनि सफल भएको छैन। प्रमाण संकलन बिना पक्राउ गर्ने तर अदालतमा मुद्दा दर्ता गर्न नसक्नु र दुई समुदायबीच चुनावको बाचा सम्झाउने जनतालाई भोट फिर्ता लैजानुस् भन्दै उनले धम्की दिन थालेका छन्। त्यस्तै स्वास्थ्य मन्त्री निशा मेहता, उद्योग मन्त्री गौरी कुमारी यादव र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता बादीले मन्त्रीको कुर्सीमा बसेदेखि अहिलेसम्म के काम गरेका छन् कसैलाई अत्तो पत्तो छैन।